अब फेरि यात्रा बागलुङ पञ्चकोटको यात्रा छ। यहाँबाट करिब 13 किलोमिटर रहेछ। लगमा एकदम बबाल भिडियोहरू सुट भएको छ। तपाईँहरू हेरेर हामीलाई साथ दिनु होला। पछाडि नलाग्नुस् छौँ ल क्लिप म तपाईँहरूलाई देखाउने छु है त। ल गाइज मा आएर ट्र्याक्टर माथि ट्र्याक्टर छ। त्यो ट्र्याक्टरले चाहिँ हामी झन् हेरेको हेरै अगाडि लागेपछि बाटो क्रस अरू क्रस गर्न गाह्रै रहेछ है गाइज। पर्दैन ठिक छ हेर्दै जाऊँ रमाइलो हुन्छ भन्ने कुरा घुम्ने छ रमाइलो गरिया छ होइन। हेलो ल आफ्नो मोमेन्ट सुनाम है बोल्न यार सबै रमाइलो फिल भइरहेछ तर भोक लागेको छ अलिकति एनर्जी आए जस्तो भइरहेछ खानी हो भन्दा नै। रामपुरको त्यो तपाईँको चाहिँ त्यो खटाङ भन्दा खतरा छ। यही नै छ मन्दिर। अब यो मन्दिर यो गरेपछि भइयो नि त त्यहाँ ल हिमाल हो यतै मस्तिर होला पिच पञ्चकोटमा बाबा कि जय यस्तै रमाइलो गर्दै आइयो। सबै ठाउँमा रमाइयो हाँसियो छैन नि कोही रिसाउनु भयो आइसक्यो हो पञ्चकोट पार्किङ गर्छौँ। पञ्चकोट ल यस्तो छ हामी अब पञ्चकोट आइसक्यौँ होइन। पञ्चकोट आयो त्यही पनि हामी घुम्छौँ घुम्ने भनेरै आएको घुम्छौँ रमाइलो। घन्टीमा पनि तल झुन्ने छैन क्या हजुर ल पञ्चकोट डाँडोमा आइएछ ल यही हो। अब जय भन्दै के गरे जय तर चाहिँ जोस् एकदमै रमाइलो रहेछ। जय हनुमान हेलो जय हनुमान भनेर यहाँ घोडामा सवार गर्न पाउने है चाहिँ ठिक छ। थाहा छ भने भनिदिनुहोस् है कसलाई थाहा छ निकै कसैलाई थाहा छैन भन्नुहोस् है। ल मलाई थाहा त्यही होला। जय हनुमानजी की जय। घोडाको चाहिँ 200 घोडा नै हो कि घोडी ल गाइज पञ्चकोट क्या राम्रो छ गाइज। हावा सिर चल्यो यस्तो दामी। हामी त्यहाँ तलबाट पनि आउन भोकले थाक्नु भयो कि हिँडे थाक्नु भयो। यसरी तल्लो मन्दिरमा आइएको छ यो पञ्चकोटको देख्न सक्नुहुन्छ। शिलाग्राम सङ्ग्रहालय भनेर यहाँ लेखेको छ राम्रो छ बोलेको रहेछ। बाघको शालिका बागलुङ ए हो एकदम रमाइलो भएको छ है यो हेर्नुहोस् एकदम होला हो ठिक छ केही भएन राम्रो छ। यस्तै रमाइलो भइरहेको छ आज। त्यो तल भनेको गाइज यो तल्लोको यो चाहिँ सिसमल भन्ने हामी जान पाइएन। त्यहाँ तलको सिसमल चाहिँ अब फेरि आउनेछौँ फेरि आउँदा जानेछौँ है त। राम्रो छ घुमिरहेको त्यसलाई के भन्छ गाइज तपाईँलाई थाहा छैन भन्नुहोस् है मलाई थाहा। अनि क्लस राम्रो क्लस रहेछ होइन खुसी लाग्यो। तपाईँहरूलाई पनि आउने मन छ भने आउनु होला होइन। नेक्स्ट भ्लग अब हाम्रो कहाँको हुन्छ भने कुसमा जाने हो हामी जाने हो चेप पखानी हो जसले जेसुकै भन्छ भन्दा पखानी हो सरम्म होइन। सासु उहाँ रोटी पिङ रहेछ ऊ त्यहाँ रोटी पिङ खेल्न जाने हो होटल त्यही त ऊ 2 मिनट ए गाइज रमाइलो भयो। अब हामीलाई यति उकालोमा पनि तानेर ल्याउने यही है सर खाइन्छ भात खाइन्छ। ल यो सानो नानी यता हेर त त्यो नाम क्या अरे तिमीले लाली गुराँस बेच्यौ यहाँ दिदी बेला लाली गुराँस बेच्यौ कति बेच्यौ अहिले गरिरहेछ खुसी लाग्छ तिमीलाई। राम्रो छ यस्तो राम्रो लाली गुराँस ल्याइरहेछ 10 को 2टा दिइरहेछन्। ल माया गरेर 10 को एउटा रे हामीलाई 2टा दिइ किन्न हो ल बहिनीसँग लाली गुराँस किनेको पनि भिडियो गरियो है गाइज यस्तै हो। जान खोजेको छ हामी त्यहाँ चाहिँ खाना खाएर हामी पञ्चकोटको दर्शन हेर्नको लागि जय श्री राम एकदम स्लोली ओह्रालो झर्दै छ। उता जानु पर्ने छ कि है हामी यता आइएछ कि छ हिँड्न पाइया छ खुसी लागिरहेछ ठिक छ गाइज। कुनामा लाली गुराँस फुलहरू फुलिरहेका छन्। लाली गुराँस रहेछ यहाँ लाली गुराँस है पारिबाट हिमा ब्लग हो के छ्यायो ठिक छ गाइज। ल हामी खाना खाने उतापट्टि हो न हजुर ल हामी खाना खाने उतापट्टि हो। लोकल
लोकल रेस्टुरेन्ट यही हो सोरेममा खाइन्छ बाहिर राखेन के हुनु होला नि त ठिक छ सरी ठिक छ ल गाइज यस्तै हो अब है ल कति कति भयो पोइन्ट हाम्रो 28 यिनीहरूको गति 19 भनेपछि मलाई सशस्त्र हो कि पुलिस हो रमाइलो लाग्यो हामी त लगभग 3-4 दिनदेखि भरमामै छौँ त्यही पनि मुक्तिनाथै पुगेर आइयो ल यस्तै चाहेको हेरौँ त गाइज ठिक छ ल यहीँमा गएर खाऊँ ल ठिक छ गाइज यहाँ बाल्कनीमा गएर खाने हामी 88 एकै पोइन्टको गरेर हाल्ने हामी शङ्कर रमाइलो त हो बागलुङको ल ठिक छ ल है धनु सुरुमै छुने बित्तिकै कुइन ताक्नु भयो क्यारमबोर्ड हान्दै हुनुहुन्छ सरले कुइन हटाइदिनु थर्ड दिन भन्दा हान्नु नि सिधै यो त तार लास्ट टाइममा उठ्नु भयो भने मैदा रहेछ क्या के भन्नु त हान्नु न त्यहाँ स्लिप त कटिहाल्छ नि मैदा भएर खेल्यो भने त मजै हुन्न नि ल हाम्रो खेल्ने ल ल भयो 15 र 8ले कति भयो 28 भयो तपाईँले छोडिदिनु न आउनु यता ल ठिक छ हामी बाल्कनी आएर बाग्लुङको होइन बाग्लुङको भात पनि लोकल हरियो खुर्सानी ल्याएनुहोस् त भन्नुहुन्थ्यो दमै पिस त जम्मा 3टा छ है दाजु त्यो 2टा कता गयो थपेर राखेको मासु हो 3टा पिस के हो यस्तो त्यति 3टा हाल्नु भयो 5वटा त पुर्याउनु है नखाने राम्रो है म खाना सुरु गरिसकेँ सबैले खाना सुरु गरिसक्नु है